अनुभवै पर्ने व्यक्ति हो र आजको यस युवा शक्तिको कार्यक्रममा युवासँग एकदम र इनर्जी हुन्छ। युवासँग भएको र इनर्जीलाई विज्ञता, क्षमता, अनुभव, सिप, दक्षताले डाइरेक्ट गरेन भने त्यसले विध्वंस पनि ल्याउन सक्छ। सिप, दक्षता सबैको मूल्याङ्कन गरेर सही दिशामा चाहिँ युवा शक्ति बढ्न सकोस्। रचनात्मक काम आज आउने कार्य समितिले रचनात्मक कामहरू गर्न सकोस्। त्यो कार्य समितिसँग भविष्यमा सहकार्य र समन्वय गरेर अगाडि बढ्नको लागि दूतावास सधैँ तयार रहेको प्रतिबद्धता हामी व्यक्त गर्न चाहन्छौँ। त्यो बिचमा रहेका जुनसुकै संस्थाहरू मात्र होइन, प्रत्येक नेपाली नागरिकहरूसँग हामी समन्वय गरेर अगाडि बढ्न तयार छौँ। हाम्रो उद्देश्य भनेको नै के हो? हाम्रो प्रमुख उद्देश्य भनेको नागरिकको हितको रक्षा गर्नु, नागरिकको चासोहरूको सुरक्षा गर्नु। यही कुरालाई सिधो धार्य गरेर हामी अगाडि बढिरहेका छौँ र आजको यस कार्यक्रम सफलतापूर्वक सम्पन्न हो र आज आएको कार्य समितिले रचनात्मक ढङ्गले, कन्स्ट्रक्टिभ ढङ्गले, क्रिएटिभ ढङ्गले काम गर्न सकोस्। शुभकामना। धन्यवाद।